Hello, good morning, Dubai. I'm from Nepal, but I'm working in Dubai. नमस्कार सबैजनालाई। सबैजना आराम कुशलै हुनुहुन्छ भन्ने लागिरहेछ है। यो चाहिँ सानो मेरो मिनी ब्लग भनौँ न, यस्तो छ है। यो दामी देखेको छ मौसम पनि। सबैजनालाई यसो मनपर्छ कि मन पर्दैन है त मेरो ब्लग। यो चाहिँ मेरो काम गर्ने एरिया हो, टक्क स्विमिङ पुल एरिया हैन। मेरो बस्ने सिट उहाँ छ। यो चाहिँ मेरो बिल्डिङ हो, मैले काम गर्ने बिल्डिङ। ठिकै छ, अरूले जस्तो त राम्रो बनाउन जान्दिनँ ब्लग सुरुमा हो। यस्तै छ, मैले काम गर्ने साइड छेउछाउको बाटोघाटो नेपाल सरकारले चाहिँ हेर्नुपर्ने हो क्या, बाटो कस्तो हुन्छ विदेशमा भनेर। चुतियाहरू यस्तो छन् नि, चुतियाहरू छन्। यो चुतिया बुढाहरूले गर्दाखेरि नेपाली जनताहरूले साह्रै दुःख पाए। अहिले फेरि टाउके मिल्न सुरु गरेछन्। के गर्नु, चुनाव टाका मिलेर नि के गर्छन् होला। अब जनताले मासु भातमा बिक्ने हुन् कि राम्रोलाई हाल्ने हुन् कि भोट, अब मासु भातमै बिक्ने हुन्, जनताको निर्णय हो है। मलाई लाग्छ अब यसपालि घन्टीले चाहिँ पक्कै पनि बाजी मार्ला भन्ने लागिरहेछ। जनताको आश भरोसा भनेको रवि बालन कुलमान। होइन यस्तै छ है गाइज। के भन्नुहुन्छ है, रवि बालन कुलमान घन्टीमा भोट हालौँ यसपालि र आफ्नो देशलाई सुरक्षित राखौँ भन्ने आशा छ। म दुबईबाट अब म पनि आइपुगेँ भने त घन्टीमै हो भोट भनेको, ड्याङ 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 है। सबैजनाले घन्टीलाई साथ दिनु होला। अनि बहुत रडाको मचाइरहेछन् अहिले। काङ्ग्रेसमा आफ्नैमा लडाइँ गरिरहेछन् है। के भन्नु, यस्तै छ। ल सबैले साथ सपोर्ट गर्नु होला है। नयाँ सानो मिनी ब्लग, नयाँ कहीँ जानी नजानी भए पनि यसो बनाइदिएको टाइम पास। मौसम चाहिँ आज गुड छ है।